त्यही भएर म राम्री छु, त्यही भएर चाहिँ सबैको नजर लाग्छ। तपाईँलाई के कुराले कन्फिडेन्ट बनाउँछ? मलाई चाहिँ अब के कुराले भन्दाखेरि होइन, मेरो ड्याडी मम्मी मेरो फ्यामिलीको कारणले गर्दा चाहिँ मलाई कन्फिडेन्ट आउँछ कि मेरो ड्याडी मम्मीले मलाई सपोर्ट गर्छन् होइन, मलाई हरेक कुरामा उनीहरूले सपोर्ट गर्छ। मलाई केही पनि होइन उनीहरूले यस्तो नगर उस्तो नगर भन्नुहुन्न कि नराम्रो कुरा भन्नुहुन्छ होइन, राम्रो कुरा जस्तो नि मतलब उनीहरूले राम्रो कुरामा सपोर्ट गरिराख्नुहुन्छ कि मलाई, अनि त्यो कुरामा चाहिँ मलाई झन् कन्फिडेन्ट आउँछ कि मेरो ड्याडी मम्मीले मलाई हरेक कुराहरूमा कन्फिडेन्ट दिइराख्नुहुन्छ कि। अनि अब के कुरा भन्दाखेरि आफूले भोगेको दुःख पीडा होइन यो कुराले नै अब म कन्फिडेन्ट हुनुपर्छ भन्ने खालको यो कुरामा पनि एकदम मलाई कन्फिडेन्ट आउँछ। हजुर, तपाईँको जीवनमा त्यस्तो कुनै अनुभव छ जसले चाहिँ तपाईँलाई अघि बढ्नलाई मद्दत गर्यो? अनुभव अघि बढ्न मतलब अनुभव छ त्यस्तो त कुनै सेयर गर्नुपर्दा? सेयर त अब यस्तै हो, दुःख पीडा त जसलाई नै हुन्छ होइन। अब कसैको जिन्दगीमा पनि केही दुःख भएर अघि मतलब ऊ असफलता भयो भने अघि बढ्नलाई उसलाई मतलब त्यो पनि अनुभव हो नि त होइन। मलाई चाहिँ त्यही अब आफूले त्यही हो अनुभव त। हजुर, तपाईँको विचारमा सफलता के हो जस्तो लाग्छ? मेरो विचारमा सफलता चाहिँ के हो भन्दाखेरि होइन आफूले चाहेको कुरा चाहिँ होइन प्राप्त गर्नु हो कि केही कुरा पनि होइन, खुसी भन्ने कुरा हुन्छ नि, त्यो सफलता भन्ने कुरा चाहिँ आफूले चाहेको कुराहरू चाहिँ पाउनु हो क्या। मतलब अब आफूले जे कुरा हामी सपना देख्छौँ नि त्यो सपना पुरा गर्नु हो क्या सफलता भन्ने। जति नै दुःख पीडा आए पनि होइन त्यो सपनालाई पुरा गर्न, त्यो सफल गर्न होइन जति नै दुःख पीडा किन सहनु नपरोस् त्यही चाहिँ हो मेरो लागि त। खुसी नै हो कि सफलता भनेको एकदम खुसी, आफू खुसी हुनु हो क्या सफलता भनेको। हजुर, अहिलेको होइन हाम्रो जेनेरेसनलाई कुनै सल्लाह दिनुपर्दा के दिनुहुन्थ्यो? अहिलेको जेनेरेसनलाई कुनै सल्लाह दिनु भने अब आफ्नो सपनालाई पुरा गर होइन, अब सधैँ कन्फिडेन्ट रहौ सबैजना होइन। अब आफ्नो सपना के छ त्यो सपनालाई सफलता ल्याउन आफूले मतलब हार्ड वर्किङ गर्न यही नै हो अहिले त। धेरै धेरै धन्यवाद। मार्क्स किन खोल्नु भएन? मलाई लाज लाग्छ नि त, त्यही भएर म राम्री छु त्यही भएर चाहिँ सबैको नजर लाग्छ नि त अनि त्यही भएर। धेरै धेरै धन्यवाद।